भएको 23 तलाको बिल्डिङको यति हाइट छ जो म क्यामेराले पनि भ्याउन सकिरहेको छैन अनि डिस्टर्ब भइरहेको छ है त। भनेको दुईटा छ, एउटा ठुलो एउटा सानो छ। र बच्चाहरू खेल्ने त्यसपछि धेरै किसिमका खेलौनाहरू छन् अनि चाहिँ भनेको हानेर बच्चाहरू घुम्ने अनि फुलहरू छन्। हाई गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। तपाईहरू एकदम सन्चै हुनुहुन्छ होला अनि आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु, एकदम आरामै छु। यति बेला भनेको बिहानको लगभग 9 बजिसकेको छ। आजको भ्लगिङ भनेको 9 बजी स्टार्ट गर्दैछु। ड्युटी सकिएको छैन, यो त लाइफ टाइम चलिरहला जस्तो लागिरहेको छ क्या मलाई। आवाजहरू आइराखेको छ बाहिरबाट अनि चाहिँ मौसम यति क्लियर छ आज, पुरा मजाको मस्त घाम लागिरहेको छ। यतापट्टि भनेको म अस्तिकै ठाउँमा छु। नयाँ नयाँ पोजिसनहरू, नयाँ नयाँ पोस्टहरू आउँदैछन्, त्यसैले गर्दा म पछाडिपट्टि छु। मौसमको कुरा मैले भनिहालेँ, आज चाहिँ यस्तो मस्त छ, घाम लागिरहेको। अहिले चाहिँ भनेको गाइस दिउँसोको लगभग 2 बज्नेवालो छ। यति बेला भनेको म ग्राउन्ड फ्लोरमा छु। यहाँनिर भनेको फायर आयो, पुरा गाडीको पार्किङ छ। पार्किङमा गाडीहरू आफ्नो ठाउँमा छन्। यहाँ भनेको अर्काको ठाउँमा लगाउनु मिल्दैन। अर्काको ठाउँमा पार्किङ भयो भने फाइन हुन्छ, त्यसैले सट्ट तरिकाले आफ्नै ठाउँमा यसरी लगाएको छ। यहाँहरू रुल सिस्टम नियम भनेको धेरै बनाएको हुन्छ यहाँनिर। त्यसैले चाहिँ फायरको लागि पनि व्यवस्थित यसरी राखेको हुन्छ सिलिन्डरहरू। अनि चाहिँ फायर सबै यो भनेको जाने बाटो मात्रै हो, उताबाट आउँछ गाडी अगाडिबाट, त्यसपछि यता भएर बाहिर पास हुन्छ। जाने र आउने सिङ्गल बाटो व्यवस्थित तरिकाले निष्कासन गरिएको हुन्छ। बेसमेन्टबाट आउने एउटा बाटो यतापट्टि पनि छ। भिडियो बनाउनु गाइज यति अप्ठ्यारो छ नि, यति गाह्रो छ नि, म लुगेर बनाइरहेको छु कर्नरबाट। अब तपाईँहरूलाई यो बाहिर जाने आउट पोइन्टको सबै दृश्य, फुलहरू यहाँनिरको सबै कस्तो तरिकाको विभिन्न खाले छ त्यो देखाउँछु है त। बनाउने भन्दा बनाउनु निकै गाह्रो परिरहेछ। त्यही भएर पनि म तपाईँहरूलाई अब मैले चाहिँ अघि भनेको पछाडिपट्टि जहाँ म अस्तिबाट लगभग आज 2 दिन भयो ड्युटी गरिरहेको छु, त्यो आउट पोइन्ट एक्जिट भन्छ जहाँ गाडीहरू बाहिर मात्रै निस्किने पोइन्ट छ, त्यो पोस्टबाट गरेको थिएँ भने स्टार्ट गरेको थिएँ भने अब भनेको म आज यहाँ म एक्लै छु। त्यही भएर पनि यो पछाडि गार्डन, त्यसपछि स्विमिङ पुलको यहाँको अवस्था के छ भने एकदम रोमान्टिक छ यहाँनिर। भनेको आज साँझ बिहान लगभग हरेक समय चहल पहल निकै बाक्लो हुने गर्दछ। त्यही भएर यो सिरियस चिज पनि हो। यहाँ भनेको एउटा समस्या के छ भने क्यामेराहरू चारैतिर छ क्या, हरेक पोलमा क्यामेराहरू छ। त्यही भएर पनि बहुत मुस्किल छ क्या, मोबाइल अलि ठुलो टाइम निकाल्न निकै गाह्रो छ। म चाहिँ अब तपाईँहरूलाई भित्रै गएर अन्त गार्डनको त्यो सबैतिरको परिदृश्य अर्थात् त्यहाँको लोकेसनमा एकछिनपछि देखाउने कोसिस गर्नेछु। तपाईँहरू हेर्दै गर्नुहोला अनि जोडिँदै गर्नुहोला है त। माथिपट्टि भनेको यस्तो तरिकाको छ क्या यहाँ। हाय, ठीक ठाक है। यस्तो देखिँदैछ कि माथि यस्तो ठुलो, त्यहाँ घाम सूर्य पनि यतै। सटरडेमा भन्दा पनि सन्डेमा कम छ त गाडी इन्ट्री होइन। हिजो यहाँदेखि स्टार्ट थियो, यो पुरै भरियो। त्यसपछि भनेको निलोदेखि
यो लास्ट यहाँसम्मको यो हिजोको हो। यो 3टा नाइट सिफ्टवालाको हो इन्ट्री हो। हिजो सटरडेमा धेरै आएछ, आज चाहिँ अझैसम्म धेरै कम छ पार्किङमा। आज चाहिँ गाडी यति छ। 21 तलाको बिल्डिङ, त्यसपछि भनेको म 23 मा छु है त। अनि गाइज यहाँनिर भनेको चाहिँ 4वटा बिल्डिङ छ। म त्यो 4वटा बिल्डिङ तपाईहरुलाई कति समय आउँछ देखाउने कोसिस गर्नेछु है त। 4वटा बिल्डिङ छ। 4वटा बिल्डिङमा 23वटा तला छ। 23 तलाको बिल्डिङको लास्ट ग्राउन्ड फ्लोरबाट म अहिले यो भिडियो बनाइरहेको छु। तपाईहरुलाई म एकछिनपछि यो 4वटा बिल्डिङको 23 तलाको भवनको स्वरूप बाहिरपट्टि कस्तो छ त्यो पनि देखाउने छु। अनि तपाईहरुलाई कौतूहलता पनि हुन सक्छ कस्तो छ भनेर, अनि त्यो पनि देखाउने छु बिल्डिङको पूर्ण सकेसम्म। यो 2टा राइट साइडको, त्यसपछि 2टा यतापट्टिको यो राइट साइड, अनि यतापट्टिको यो लेफ्ट साइड, त्यसपछि पछाडी देखिनेवाला भनेको सेर्नेटातिरको हो। यहाँनिर भनेको म चाहिँ भएको 23 तलाको बिल्डिङको यति हाइट छ जो म क्यामेराले पनि भ्याउन सकिरहेको छैन, अनि रुखले पनि डिस्टर्ब गरिरहेको छ। त्यसपछि भनेको म अब तपाईहरुलाई पार्किङको, चिल्ड्रेन गार्डनको अनि चाहिँ स्विमिङ पुलको एरियामा प्रवेश गर्दैछु। त्यहाँको दृश्य, त्यहाँको फुलहरू, धेरै किसिमको एकदम रोमान्टिक वातावरण र शान्त छ। अहिले चाहिँ भने कोही छैन। म एकैछिनमा त्यतातिर भेटाउँछु है त तपाईहरुलाई। लगाएज म भनेको अहिले चाहिँ 22 तल्लापछि अब चाहिँ गार्डनतर्फ है त तपाईहरुलाई विभिन्न किसिमको फुलहरूको अनि गार्डन अनि स्विमिङ। यहाँनिर भनेको काम चलिरहेको छ, त्यसैले यो बनाउँदाखेरि डिस्टर्ब भइरहेछ के। यहाँनिर बच्चाहरू खेल्ने, त्यसपछि धेरै किसिमका खेलौनाहरू छन्। अनि चाहिँ भनेको यहाँनिर बच्चाहरू घुम्ने, अनि फुलहरू छन्। सबै रेड कलरमा छन्, तर धेरै प्रजातिका धेरै किसिमका फुलहरू छन् यो चिल्ड्रेन पार्किङमा। चिल्ड्रेन गार्डन, त्यसपछि उतापट्टि भनेको स्विमिङ पुलको म एकछिनपछि देखाउँछु है त। 4 बजिसक्यो जस्तो लाग्छ। अनि चाहिँ मैले चाहिँ तपाईहरुलाई उता स्विमिङतिर एकछिन सबै डिटेलहरुमा देखाइदिने भन्ने कुरा गरेको थिएँ, तर देखाउन पाएन, अधुरै रह्यो। त्यो पनि चिल्ड्रेन पार्किङको एरिया, त्यहाँ भनेको फुलहरू, त्यसपछि त्यहाँको सजावट, अनि भनेको त्यहाँनिर के कस्तो छ, फुलहरूका कति किसिमका छन्, अनि कस्तो राम्रो छ हेर्न लायकको, त्यति मात्रै भयो। बाँकी भनेको देखाउनु नै बाँकी छ। तपाईहरुलाई नेक्स्ट टाइम जसरी पनि देखाउँछु हैन। अनि यस 23 तलाको फेदबाट म बोलिरहेको छु, बनाइरहेको छु। त्यो पनि लुकेर अब पछि चाहिँ भनेको तपाईहरुसित म जसरी नि त्यो लास्ट टाइमसम्म देखाउने कोसिस गर्नेछु। साँझको 5 बजिसकेको छ अहिले चाहिँ भनेको। अनि म चाहिँ भर्खर 5 बजिसकेपछि यो स्विमिङको नजिक बनाउने कोसिस गरेको छु, तर डिस्टर्ब भइरहेको छ है त। राइट साइडपट्टि यस्तो एङ्गलमा छ, क्यामेराहरू छ, डरै छ। अनि चाहिँ स्विमिङ भनेको 2टा छ, एउटा ठुलो एउटा सानो छ।
रोको 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 बत्ती बलेपछि एउटै ठाउँ पनि यस्तो फरक देखिँदो रहेछ। हेर्नुहोस् गाइस, लगभग साँझको 7 बजेर अँध्यारो भइसकेको छ। झिलिमिली बत्तीहरू बलिरहेका छन्। बत्ती बलिसकेपछि अब भनेको हाम्रो टाइम पनि यति धेरै छैन ड्युटीमा। रातिको 7 बजिसक्यो। आजको भिडियो के कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला अनि मस्त रहनुहोला। आजको भिडियो यहाँनिर टुङ्ग्याउँछु। नेक्स्ट भिडियोमा फेरि भेट्नेछौँ। आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ। बाई बाई गाइस।